नमस्ते सबैजनालाई स्वागत छ यहाँहरूलाई कल्पना जीजी रेसिपिज एन्ड टिप्समा। आजको भिडियोमा एकदमै सजिलो तरिकाले गुन्द्रुक र सिन्की बनाएर देखाएकी छु। हजुरहरूलाई पनि गुन्द्रुक र सिन्की एकदमै मनपर्छ र घरमा कसरी बनाउने भनेर आउँदैन भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। एकदमै सजिलो तरिकामा बनाएर देखाएकी छु। घरमा नै बनाएको गुन्द्रुक सिन्की सफा पनि हुन्छ र खानालाई एकदमै मिठो पनि हुन्छ। मैले यहाँ मुलालाई काटेर सुकाएकी छु। एकदमै ठुलो थियो मुला, त्यही भएर मैले काटेर सुकाएँ। हजुरहरूसँग सानो खालको मुला छ भने यतिकै पखालेर नकाटिकन सुकाउनु भए पनि हुन्छ। हल्का ओइलाउन दिनुपर्छ यो मुलालाई। यो मुलाको चाहिँ मैले सिन्की भन्छु। अनि यो मैले गुन्द्रुक बनाउनको लागि चाहिँ मैले रायोको साग लिएकी छु। हजुरहरूले तोरीको सागको गुन्द्रुक बनाउनु भए पनि हुन्छ अथवा मुलाको सागको गुन्द्रुक बनाउनु भए पनि हुन्छ। मैले सागलाई पनि मजाले केलाएर पखालेर ओइलाउनको लागि घाममा सुकाएकी छु। यो मुलाको माथिको सागलाई पनि मैले राखेकी छु। यसको पनि गुन्द्रुक एकदमै मिठो हुन्छ, अमिलो बन्छ। यो त्यति धेरै बेर सुकाउनु पर्दैन। मैले चाहिँ घाममा 4 घण्टा सुकाएँ। मुला र साग दुइटैलाई मैले त्यही 4 घण्टा नै सुकाएकी छु। हेर्नुहोस् त हाम्रो मुला पनि यस्तो ओइलाएको छ। यतिको भएपछि भइहाल्छ, योभन्दा धेरै ओइलाउनु पनि पर्दैन। यता साग पनि मजाले ओइलाइसकेको छ। यसमा भएको पानी सबै सुकिसकेको छ, मजाले ओइलाएको छ। अब यो मुला र साग दुइटै गुन्द्रुक सिन्की हाल्नको लागि मजाले तयार भएको छ। अब मैले ठुलो बाल्टी लिएकी छु। सुरुमा चाहिँ मैले मुलालाई कुटेर यसरी हल्का कुट्दै हालेकी छु। यसरी हाल्यो भने चाहिँ अमिलो पनि एकदमै चाँडै हुन्छ भन्ने गरिन्छ। अब त्यो चाहिँ मलाई पनि थाहा भएन। मैले पहिलादेखि नै मम्मीहरूले यसरी नै हालेको देखेकी थिएँ, त्यही भएर मैले पनि यसरी नै हालेको हो र म सधैँ यसरी नै हाल्ने गरेकी छु। धेरै मसिनो पनि बनाउनु पर्दैन, किनभने पछि काटिन्छ। यसरी मजाले थिच्नुपर्छ। मैले चाहिँ हातले थिच्न नसकेर यो ओखलीले नै कुट्दै थिचेकी छु। जति धेरै थिच्यो त्यति नै राम्रो बन्छ सिन्की। हाम्रोतिर चाहिँ यो मुलाबाट बनेकोलाई सिन्की भन्ने गरिन्छ र यो सागबाट बनेकोलाई चाहिँ गुन्द्रुक भनिन्छ। मैले कतै कतै दुइटैलाई गुन्द्रुक भनेको अथवा सिन्की भनेको पनि सुनेकी छु। आफ्नो आफ्नो ठाउँको चलन हुन्छ। मैले सबै मुला जतिलाई चाहिँ कुटेर मजाले थिचेर राखेकी छु। जति धेरै थिच्यो त्यति राम्रो हुन्छ है। अब माथिबाट मैले सागलाई धेरै कुट्नु पर्दैन, हल्का यसो कुट्ने अनि हालिदिने। जसरी मुलालाई गरेको छ त्यस्तै नै हो सागलाई पनि गर्न चाहिँ। मजाले कुट्दै एकदमै थिच्नुपर्छ। अब यो सागलाई पनि राखेर त्यही हो, मलाई हातले थिच्दा अझै बल नपुगेर मैले ओखलीले नै कुटेकी छु, थिचेकी छु भनौँ। यो मुलाको माथिको पातलाई पनि मैले हालिदिएँ। एकदमै अमिलो बन्छ है। मुलाको सागको पनि गुन्द्रुक खानुभएको छैन भने ट्राई गर्दा हुन्छ। तोरीको सागको पनि असाध्यै मिठो हुन्छ। यो हेर्दा भाँडा भरिएको जस्तो देखिएको छ, तर पनि यो भए जति सबै अँट्छ। एकदमै मजाले माथिबाट पानी निस्किउन्जेल गरी कुटेको राम्रो हो, खाँदेको राम्रो। पानी निस्किउन्जेली एकदमै अमिलो बन्छ। त्यसरी बनाएर हाल्यो भने चाहिँ मैले पनि बिस्तारै खाँदै सबै साग मुलालाई यो बाल्टीमा अटाएकी छु। हजुरहरूले छुट्टै पनि हाल्न सक्नुहुन्छ। मुलाको सिन्की छुट्टै अनि यो गुन्द्रुक छुट्टै बट्टामा पनि हाल्न सक्नुहुन्छ।
यो चाहिँ मैले एउटै समयमा बनाएको भएर एउटै बट्टामा हालेँ कि सजिलो पनि हुन्छ, दुईटै एकदमै अमिलो हुन्छ यसरी बनायो भने। हेर्नु त सबै यो धेरै मजाले थिचेर राखेपछि अट्यो पनि। वाउ, एकदमै मजाले खाद्दिएको छ। अब यो भन्दा धेरै चाहिँ खाद्न नै नसक्ने गरीको भएको छ। यसरी थिचेर हेर्दा एकदमै कहीँ जाने ठाउँै छैन। अब एकदमै मजाले खादिएको छ। यति भएपछि हाम्रो सिन्की र गुन्द्रुक तयार हुन्छ। अब हावा नछिरोस् भन्नको लागि मैले त्यहाँ प्लास्टिक पनि राखेँ। हावा छिर्नु हुँदैन, नत्र भने कुहिन्छ। गुन्द्रुक सिन्की मजाले टाइट हुने बट्टामा राख्नुपर्छ। अब यतिले मात्रै पुगेन जस्तो लाग्छ मलाई चाहिँ, किनभने यो माथि बिर्कोबाट हल्का हावा छिर्छ जस्तो लाग्छ। त्यही भएर मैले चाहिँ यहाँ माथिबाट इट्टा पनि राखेर छोपेकी छु। यसो गर्यो भने चाहिँ मजाले बसिराख्छ। अब यो गुन्द्रुक र सिन्की चाहिँ मैले ठ्याक्कै 20 दिनमा निकालेको हो। बीचबीचमा हजुरहरूले चेक गर्न सक्नुहुन्छ अमिलो भयो कि भएन भनेर, केही फरक पर्दैन चेक गर्दा। अमिलो भएको छैन भने फेरि पनि जसरी हाल्नु भएको थियो सुरुमा त्यसरी नै प्लास्टिकले छोपेर राख्नुभयो भने केही पनि फरक पर्दैन। हाम्रो यो गुन्द्रुक माथिबाट साको हेर्दा एकदमै राम्रो, कलर पनि एकदमै राम्रो देखिएको छ। मैले चाख्दा एकदमै अमिलो बनेको छ। एउटा माथिको लेयर कहिलेकाहीँ बिग्रेको हुनसक्छ, तर मेरो केसमा चाहिँ माथिको पनि बिग्रेको थिएन, एकदमै राम्रो बनेको थियो। हावा पसेन भने चाहिँ र मजाले खादिएको छ भने चाहिँ यस्तै हुन्छ, सबै बिग्रेको हुँदैन कुनै पनि। हेर्नुहोस् त त्यो मुलाको पातको पनि एकदमै राम्रो बनेको छ। मैले सबै गुन्द्रुकलाई निकालिसकेँ। अब सिन्की पनि एकदमै राम्रो अमिलो न अमिलो बनेको छ। मलाई चाहिँ एकदमै अमिलो गुन्द्रुक र सिन्की मनपर्ने भएर, हजुरहरूलाई अलिक अमिलो मन पर्दैन भने अलिक चाँडै निकाल्नु भए पनि हुन्छ। जाडो महिनामा अलिक टाइम लाग्छ अमिलो हुनलाई, गर्मीमा चाहिँ अलिक चाँडै हुन्छ। यस्तो पानी निस्किएको थियो मुनिबाट अमिलो। अब मजाले मैले यसलाई फिजाएर सुकाएँ। मलाई चाहिँ यो आलु गुन्द्रुक र सिन्की भर्खरै निकालेको गुन्द्रुक र सिन्कीको साँदेर बनाएको अचार पनि एकदमै मनपर्छ। मैले यो आलु सिन्कीको अचारको पनि रेसिपी अलरेडी राखिसकेको छु मेरो युट्युब च्यानलमा। अलिक एकछिन पानी उबाउन थालिसकेपछि मैले यसलाई मजाले मसिनो हुने गरी काटेँ। आफूलाई जस्तो मनपर्छ त्यस्तै यसरी अहिले नै काट्यो भने पछिलाई एकदमै सजिलो चिक्दै खानलाई हुन्छ। हजुरहरूलाई पनि त्यस्तै आलु सिन्कीको अचार अथवा गुन्द्रुकको अचार मनपर्छ भने मैले सिन्कीको अचारको रेसिपी हालिसकेको छु मेरो युट्युब च्यानलमा, गएर हेर्न सक्नुहुन्छ। एकदमै मिठो बन्छ त्यो अचार। खानुभएकोहरूलाई त थाहा नै छ, खानु नभएकोहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। मैले यसरी नै सबै सिन्कीलाई काटिसकेँ। र सिन्की गुन्द्रुक हालिसकेपछि चाहिँ त्यो बट्टालाई जेमा राख्नुहुन्छ त्यसलाई चाहिँ घाममा राख्नु होला। घाममा राख्यो भने कुहिँदैन, अमिलो पनि हुन्छ। गर्मी महिनामा चाहिँ चाँडै नै बन्छ, 15 दिन जतिमा पनि तयार हुन्छ। अब सिन्की काटिसकेँ। अब गुन्द्रुकको पालो। गुन्द्रुकलाई पनि अहिले नै यो आलु हुँदा नै काट्यो भने एकदमै सजिलो हुन्छ पछि खाने बेलामा। सुक्न पनि चाँडै सुक्छ यसो गर्यो भने। अब सुकाउँदाखेरि चाहिँ ध्यान दिनुपर्छ, गुन्द्रुक चाँडै सुक्छ, सिन्की सुक्नलाई चाहिँ अलिक टाइम लाग्छ। सो हजुरहरूले चेक गर्दै सुकेको छ कि छैन
चेक गर्न सक्नुहुन्छ। धेरै सुक्यो भने पनि यो गुन्द्रुकको अमिलोपन हराउन सक्छ। ठिक्कको बनाउनु पर्छ। मजाले घाममा सुकाउनु पर्छ, नत्र भने यो सिन्की कुहिन्छ। गुन्द्रुक पनि कुहिन सक्छ घाममा सुकाउनु भएन भने। त्यही भएर यो गुन्द्रुक र सिन्की झिकेको टाइम चाहिँ एकदमै मौसमलाई हेरेर मात्रै झिक्नुपर्छ। मजाले फिजाएकी छु मैले र यसरी नै मैले घरमा सजिलैसँग गुन्द्रुक र सिन्की तयार गर्ने गरेकी छु। सधैँ यसरी नै हाल्छु। आजसम्म कहिल्यै बिग्रेको पनि छैन, एकदमै राम्रो बन्छ। बीचबीचमा चलाउँदै गर्नुपर्छ। त्यसो गर्यो भने तलको माथि पार्यो भने चाँडै सुक्छ। कस्तो राम्रो देखिएको छ हेर्नु त। वाउ, मैले चाहिँ यसलाई 2 दिन मजाले घाममा सुकाएकी छु। त्यस पछाडि हाम्रो सिन्की यस्तो भएको छ 2 दिनमा। हेर्नुस् त, वाउ, यति राम्रो भएको छ, एकदमै अमिलो बनेको छ। दुई दिनमा सुकेन भने अलि धेरै सुकाउनु भए पनि हुन्छ। अनि गुन्द्रुक पनि रेडी भएको छ। गुन्द्रुकलाई चाहिँ मैले पुरा 2 दिन सुकाइन, 1 दिन पुरा सुकाएँ अनि अर्को दिन चाहिँ बिचतिरै निकालेकी छु, किनभने गुन्द्रुक चाँडै सुक्छ। त्यही भएर मजाले घाम पनि लागेको थियो मैले सुकाएको बेलामा चाहिँ। यो भन्दा धेरै त धेरै झुरुम पार्यो भने पनि अमिलोपन जान्छ गुन्द्रुकको। र हाम्रो यसरी नै गुन्द्रुक र सिन्की रेडी भयो। हजुरहरूलाई पनि मेरो भिडियो मन पर्यो र यसरी नै गुन्द्रुक र सिन्की बनाएर ट्राई गर्न मन छ भने ट्राई गर्नुहोला। इन्जोय।